हेलो सबैलाई नमस्कार, वेलकम छ मेरो भ्लगमा। आज म अफिसबाट 6 बजे पुगेको थिएँ। 6 बजे पुगेर लुगासुगा खोलेँ अनि पछि बिहान एकजना दाइ आउनु भएको थियो मेरो घर। मेरो गाई खै के बिरामी भएको छ, आइदिनु होला बहिनी भनेर भन्दै हुनुहुन्थ्यो। अनि पछि म आँप खाँदै उहाँ दाइको घरतिर लागेँ है। त्यहाँ साना बाबुहरू पनि आँप खाइरहेको थिए। अनि पछि मैले त्यो साना बाबुहरूलाई देखाएर गोठतिर लागेँ है। भर्खरै ब्याएको रहेछ कि गाई, हिजो मात्रै। अनि पछि के भएको भन्दा थुनेलो हो हो त्यस्तै देखेँ भन्दै हुनुहुन्थ्यो दाइले। मैले त्यहाँ गाईको दुध दुहेँ है। त्यहाँ हेर्दा केही पनि थिएन, भर्खरै ब्याएको गाई हो, त्यति त भइहाल्छ नि है, केही पनि थिएन गाई। त्यो थनभरि किन्ना यस्तो थियो नि है। अनि मैले त्यो दाइले भने किन्नाको औषधि लगाउनु पर्यो भनेर सुझावहरू दिएँ है। अनि पछि मैले त्यो गाई दुध दुहेर टेस्ट पनि गर्न लागेँ है। विश्वास लाग्दैन भनेर मैले त्यहाँ दुध चाहिँ टेस्ट गरेँ त्यो दाइको मुखनेर है। के गर्ने, गाह्रो छ नि, भेटनरी प्रविधि हुनु पनि सजिलो छैन नि साथीहरू है। बिहान बेलुका नभने गाउँमा पुग्नुपर्छ है। तर के गर्नु, उपचार गर्नु नै हाम्रो जिम्मेवारी हो। तर यो हाम्रो दुःख, हाम्रो मेहनत, हाम्रो यो समर्पण त कसैले पनि देख्दैनन् क्या। अनि रिस उठ्छ अनि मलाई। अनि पछि हामी त्यहाँबाट निस्क्यौँ है। मेरी भदै पनि गएको थिएँ मसँग, कसरी हिँडिरहेछ टुकटुक गरेर। अनि पछि त्यहाँनिर हजुरआमा देखेँ, बुढी हजुरआमा। तर मलाई बच्ची र बुढाबुढी भने साह्रै माया लाग्छ क्या है। तिनीहरूसँग भिडियो नबनाई फोटो नखिची मनले मान्दैन। अनि त्यहाँनिर त्यो अङ्कलको कुकुर पनि खै लुतोसुतो के लागेको थियो, सुई हानिदिएँ भन्नुभयो। अनि सुई हानिदिएँ त्यहाँनिर पनि है। त्यो अङ्कलले भिडाहरू दिनुभयो। अनि पछि मैले मेरो प्लास्टिकमा राखेँ है। तरकारी त ल्याउनु पर्यो, तरकारी केही पनि छैन आजभोलि घरतिर है। अनि पछि मैले तरकारीहरू ब्यागमा राख्दै अनि पछि त्यहाँ अर्को एकजना बाजेकोमा गएँ है। घरबाट निस्किनु हुँदैन, मेरो यो भयो मेरो ऊ भयो भनेर पुरै भन्नुहुन्थ्यो कि। अनि पछि त्यहाँ गएर त्यो बोकालाई पनि सुई लगाइदिएँ मैले। त्यति त काम गरिहाल्नु पर्यो। अनि पछि सुई लगाएर त्यहाँ दाइ र बाजेलाई आइ भन्नु भने आइ भन्न लगाएँ है। त्यहाँबाट निस्केँ, कति राम्रो त्यहाँ बाबु थिएँ कि। अनि पछि त्यहाँ दिदीले मलाई तरकारी दिनुभयो, लिउँडो। अहिले त लिउँडोको सिजन छ नि त, भिडियो नबना भन्दै थिएँ। जिद्दी गरेर बनाइहालेँ है। अनि दिदीलाई पनि हाई गर्नु भने हाई गर्यो। अनि पछि म चाहिँ त्यहाँनिर धान कुट्दै हुनुहुन्थ्यो त्यो दिदीले। अनि पछि मैले त्यो धान कुटेको देखाएँ है। मिल हुँदाहुँदै धान किन कुट्नु भएको भनेको, यति त गर्नु पऱ्यो नि, एक्सर्साइज भनेको के हो, काम नगरी हुँदैन भन्दै हुनुहुन्थ्यो दिदीले। यति गर्नुपर्छ, कति मिलको मात्रै भात खानु, ओखलमै कुटेको भात कस्तो राम्रो स्वाद पनि आउँछ भन्दै हुनुहुन्थ्यो। अनि पछि त्यहाँबाट निस्क्यो। फेरि अर्को दिन यहाँनिर सानो बाच्छीलाई चाहिँ ज्वरो आएको रहेछ कि। अनि पछि मैले सुई लगाइदिएँ है त्यो बाच्छीलाई, कस्तो जिद्दी गरिरहेको थियो कि। अनि पछि सुई लगाएर म चाहिँ त्यहाँबाट निस्केँ। मेरी भदैलाई बाई भने मेरो पुरानो घर हो यो मेरो है। त्यहाँनिर सानी भदैलाई बाई भन्दै मैले त्यहाँको भ्यूहरू पनि देखाएँ। राति नै भइसकेको थियो, हेर्नु न कस्तो राम्रो छ क्या मेरो गाउँ भनेको। गाउँ नै हो, यस्तो राम्रो लाग्छ है। आफ्नो गाउँ त सबैलाई राम्रो लागिहाल्छ। त्यसपछि मैले त्यहाँनिर एकजना फुपू हुनुहुन्थ्यो, खै कताबाट आउनुभएको थियो, कहाँबाट आयो भनेर सोध्नुभयो, त्यताबाट आयो भने है। अनि फुपूसँग कुरा गरेँ है त्यहाँनिर। अनि पछि फुपू नि घरतिर लाग्नुभयो, म पनि घरतिर लागेँ है। राति नै भइसकेको थियो, तर उज्यालो नै थियो है, 7 बजिसकेको थियो। आजलाई यति नै, अर्को भिडियोमा भेटौँला। मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट गर्न नबिर्सिनु होला। फलो गर्न विशेष गरेर फलो गरिदिनु होला सबैजनाले है। बाई बाई साथीहरू।